बालेन्द्र शाहको राजीनामापछि काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख को हुनुभएको थियो? यसको सही उत्तर हो सुनिता डङ्गुल। प्रश्न नम्बर 2, बालेन्द्र शाह नेतृत्वको सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलको नाम के हो? यसको सही उत्तर हो संविधान संशोधन सुझाव कार्यदल 2083। प्रश्न नम्बर 3, बालेन्द्र शाह प्रमाणत्रमी नियुक्त हुनुअघि नेपालको काम चलाउ प्रमाणत्रमीको हुनुहुन्थ्यो? यसको सही उत्तर हो सुशीला कार्की। प्रश्न नम्बर 4, बालेन्द्र शाहले सरकार सम्हालेपछि पहिलो वैदेशिक भ्रमण कुन देशको गर्ने घोषणा गर्नुभएको छ? यसको सही उत्तर हो भारत। प्रश्न नम्बर 5, सरकारको मुख्य राजनीतिक एजेन्डा के रहेको छ? यसको सही उत्तर हो सुशासन, भ्रष्टाचार निवारण र डिजिटल नेपाल निर्माण। प्रश्न नम्बर 6, बालेन्द्र शाहको मन्त्रीमण्डलमा परराष्ट्र मन्त्रीको हुनुहुन्छ? यसको सही उत्तर हो शिशिर खनाल। प्रश्न नम्बर 7, नयाँ सरकारले देशभित्रै रोजगारी सृजना गर्न ल्याएको विशेष कार्यक्रमको नाम के हो? यसको सही उत्तर हो युवा उद्यमशीलता र स्वदेशमै रोजगारी अभियान। प्रश्न नम्बर 8, प्रधानमन्त्री बालेन्द्र शाहको शैक्षिक योग्यता के रहेको छ? यसको सही उत्तर हो स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर एमटेक। प्रश्न नम्बर 9, नयाँ सरकार गठन भएपछि थपिएको नयाँ मन्त्रालय कुन हो? यसको सही उत्तर हो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय। प्रश्न नम्बर 10, सरकारले नेपाललाई कति वर्षभित्र पूर्ण डिजिटल साक्षर बनाउने निर्णय गरेको छ? यसको सही उत्तर हो आगामी 3 वर्षभित्र।